सजिलो हुन्छ हो त्यही मोमबत्ती एउटा निकालेर उता तेर्सो गरेर भएन त्यसो गुड अनि मोबाइल चाहिँ एकछिन छोड न तिमी मोबाइल राखो भाइ साहब छोटा भाइ साहब ल ज्ञानी हो होइन ज्ञानी हो ल ल न ह्याप्पी बर्थडे गाउनु पऱ्यो न ल नमा बस्नु 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 नाम निकाल्नु नपरोस् हैन हो त नि ल न फोन राख्नुहोस् ल ह्याप्पी बर्थडे गाऊ ह्याप्पी बर्थडे टु यु बर्थडे टु यु ह्याप्पी बर्थडे डियर नोमो ह्याप्पी बर्थडे टु यु ल फु गर्नुहोस् ए अर्को जिरजिर भाले खोइ त ल ल ल गर गर ए नुमुको आफै खिचेको ल नुनु पनि नजिक आउनु आजीको नजिक ल ल झिरी 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 गर्नुहोस् बाल्छ बाल्छ ओ अर्को बराबर किन नभाले ओ बाले बाले ल ह्याप्पी बर्थडे टु यु नुमु ह्याप्पी बर्थडे टु यु नुमु थ्याङ्क यू भने ल एउटा नल्याउ तर्साइदिन्छ हौ आजीलाई नि ल अब चाहिँ अब निभाउनुहोस् वान वाउ ल गुड 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 ओहो फुक्नुहोस् न म फुक्नुहोस् गयो वाउ ल गुड अब निकाल्नुहोस् केन्डल सबै हजुर ऊ त्यो हो नि नुमुको राम्रो छ नि बालेको बाले गर्छ ल अब केक काट्नुहोस् कसलाई मम्मीलाई खुवाउने कि पप्पालाई खुवाउने कि होइन नुमुलाई खुवाउने नि पहिले ल पहिले नुमुलाई खुवाउनु न केक काट्न पाऊँ खान पाऊँ होइन ल ल नुनु केक खुवाउने न आजीलाई खानु त मन लाग्यो नुलाई बिचारा पापालाई ल थ्याङ्क यू मेरो ए भइहाल्छ नुनुलाई पापाले खुवाउनुपर्छ नुनुले खुवाउनुपर्छ नि आजीलाई केक खुवाउनुहोस् नुनु आहा भन्ने होस् छ्या भन्नु नपरोस् है हो त नि हैन आहा फलानाको छोरी फलानाको यस्तो भन्नु पाओस् ज्ञानी छोरी भन्नु परोस् होइन आनीको यस्तो पापाले कुट्नुपर्छ फेरि ए केक खान भन्ने चाहिँ गरोस् यताबाट होइन नि त जाऊ न जाऊ म गर्छु नि ल गर के को सोल्जु यस्तो जापान सोल्जु हुन्छ कस्तो हुन्छ सोल्जु यस्तो जापान सोल्जु हुन्छ त भन्छ रेकर्डमै छ त छ किन्नु है मलाई पो म होइन किन्नु पर्यो फर्स्ट आको थोडा मात्रै अनि तपाईले खुवाउनु पर्यो नि यहाँबाट हुन्छ यताबाट हुन्छ ल थ्याङ्क यू नखै मम्मी आखिर आजीलाई खुवाएको खुवायो पर्दैन यहाँबाट खुवाइदियो मलाई आजीलाई खुवाऊ आजीलाई खुवाऊ दुईटा हातले वाउ शिट बिस्तारै गर्न दुईटा हातले दुईटा हातले मलाई खुवाइदियो न ऊ त पछाडि नफाल न अगाडि टेबलमा राख
ओके ल मेरो गीत ल मलाई अब भित्र के छ थाहा छैन है ल भाइ थ्याङ्क यू अब उदय